सुरुमा यसलाई इरानी प्रहार मानिएको थियो, तर त्यो आक्रमण इरानको प्रहार नभएर त्रुटिवश कुवेतले इरानी फाइटर जेट ठानेर मिसाइल प्रहार गर्दा अमेरिकी जेटहरू फ्रेन्डली फायरको शिकार हुन पुगेका थिए। यसले अमेरिकी सैन्य सञ्चार र समन्वयमा ठूलो प्रश्न चिन्ह खडा गरिदिएको छ। यस युद्धले निम्त्याएको मानवीय क्षतिको विवरण झन हृदय विदारक छ। इरानभित्र मात्र नभई इरानी मिसाइल र ड्रोन हमलाका कारण अन्य देशहरूमा पनि ठूलो संख्यामा सर्वसाधारणले ज्यान गुमाएका छन्। इरानले इजरायल, कुवेत, युएई र साउदी अरबका विभिन्न सैन्य तथा औद्योगिक क्षेत्रमा गरेका हमलाहरूमा परि ती देशहरूमा पनि सयौं मानिसको मृत्यु हुन पुगेको छ। विशेष गरी लेबनानमा इजरायली आक्रमणमा 31 जना र खाडीका अन्य क्षेत्रमा इरानी जवाफी कारबाहीमा परि थप मानिसहरू मारिएका छन्। सबैभन्दा दुखद कुरा, यस क्षेत्रीय द्वन्द्वमा वैदेशिक रोजगारी र अध्ययनका लागि ती देशहरूमा रहेका निर्दोष विदेशी नागरिक